हेलो एन्ड नमस्ते गाइज होइन फेरि पनि स्वागत छ। आज चाहिँ लक्ष्मी पूजा प्लस कुकुर तिहारको दिन हो। त्यसैले सबैलाई फर्स्ट अफ अल ह्याप्पी तिहार एन्ड चिसो बियर त नभनौँ, सबैलाई ह्याप्पी तिहार एन्ड सबैको तिहार चाहिँ एकदम रमाइलो होस्, एकदम राम्ररी बितोस् होइन। हाम्रो चाहिँ यहाँ अब ट्याक्क रङ्गोलीको यहाँ सुरु हुँदैछ होइन। हाम्रो म्याडमजीले यहाँ रङ्गोली बनाउन सुरु गरिरहेको छ। अब अहिले बनाउँदै अब मलाई लाग्छ थाहा छ अब अहिले लगभग 4 बजे छ भने अब यो 6 चाहिँ ढुक्क बज्छ, 2-3 घन्टा त स्योर लाग्छ। कस्तो एकदम त्यो एस्थेटिकवाला टाइपको बनाउनु लाग्यो कि होइन, त्यही भएर अलिकति टाइम चाहिँ लाग्छ होइन। अब यस्तै हो। अब तिहारको भ्लग चाहिँ मेरो सुरु भइसक्यो र हाम्रो नानीहरूको नि यहाँ रङ्गोली छुट्टै छ अरे यता कि हाम्रो नानीहरूको रङ्गोली नि यता साइडमा छुट्टै छ होइन। यहाँ हाम्रो भुरा ग्याङ यिनीहरू चाहिँ सबै यो के अरे द्याउसुरे टोली हो होइन। यिनीहरूको चाहिँ एउटा यो ग्याङ हो अरे कि अहिले बेलुकातिर यिनीहरू चाहिँ छुट्टै। हजुर ओके ल, यिनीहरूको देउसुरे टोली म बनाउँछु र म त जान्न होला खेल्नलाई होइन। अब यस्तै हो। अब केटाहरू नै छैन, केटाकेटीहरू कोही पनि छैन होइन देउसुरे खेल्न जान। अरू देउसुरे खेल्न आएको बेलामा चाहिँ म देउसुरेको त्यो बनाउँछु र बाइचान्स म जान्न पनि होला। यिनीहरू गएको चाहिँ यिनीहरूको चाहिँ बनाउँछु म र यिनीहरूसँग पनि जान्छु यति नजिकतिर अनि रमाइलो गर्छु होइन। ल आजदेखि चाहिँ मेरो तिहारको भ्लग चाहिँ सुरु हुन्छ। ल डे 1 हो आजको, सबैले हेरिदिउँ होला होइन। अनि त्यसपछि अब के भन्ने अरू, अब यस्तै हो। राम्रो र एकदम दामी पलहरू चाहिँ म क्याप्चर गर्नेछु। ल गाइज होइन, इन्जोय, ह्याप्पी तिहार हेर्दै गर्नु होला गाइज। ल है गाइज म नि अलिकति यहाँ बनाइदिन्छु है। गाइज दौराई ब्लग्स होइन। अब नेक्स्ट हल्का लिटल बिट यसरी र अगाडिको चाहिँ अलिकति कम्प्लिट हुन पाइन्छ। यो लुक्स भन्दा नि उतापट्टिको लुक्स चाहिँ देखाएको छ वालो। गुड हाम्रो चाहिँ अब पूजा सुरु भइसकेको छ होइन। यहाँ अब हाम्रो ओके ल हेर्छ। यहाँ चाहिँ अहिले हाम्रो अब लक्ष्मी चाहिँ हाम्रो चाहिँ अब यहाँ अब लक्ष्मी भित्राउने चाहिँ प्रोग्राम भइरहेको होइन। अब हाम्रो घरमा यहाँ लक्ष्मी भित्रिन्छ यहाँ खोलाएर। अब हाम्रो नानीहरू यहाँ छ, 2टा नानीहरू होइन। अनि मेरो बाइक चाहिँ त्यहाँ छ है। त्यसपछि भित्र बाइक राख्नुपर्ने अहिले पछि राख्छु म। र हाम्रो यहाँ चाहिँ लक्ष्मी भित्रिँदैछ। प्लस हाम्रो यहाँ नेपालको फ्ल्याग छ र एन्ड खै एक्सक्युज मी मिस प्लिज यता आउनुहोस् त, अँध्यारो भयो। हाम्रो चाहिँ यहाँ युट्युबको दौराई ब्लग्स भन्ने छ, यो चाहिँ मजाले गएर सब्सक्राइब गरिदिनु होला चिलमा नआत्तिकन है सबैजनाले। एन्ड हाम्रोमा चाहिँ यसपालि चाहिँ यो झिलिमिली बस्ती बालिएन किनकि अब जेनजी आन्दोलनमा त्यस्तो भयो। त्यही भएर चाहिँ यो झिलिमिली नबाल्नुको कारण चाहिँ त्यो शोक मनाउन लग्यो हाम्रो चाहिँ। त्यही भएर चाहिँ यो झिलिमिली बत्ती चाहिँ बालेन है त्यो जेनजी आन्दोलनको लागि। सो रिप फर दोज डाइड इन आन्दोलन है। त्यही भएर अब हाम्रो चाहिँ यहाँ पूजा चाहिँ हुन चाहिँ हुन्छ। अब हाम्रो चाहिँ अब झिलिमिली यहाँ नभए पनि हाम्रो चाहिँ यो के अरे दियोको झिलिमिली हुन्छ हाम्रो। या नेचुरल मतलब ओल्ड जेनेरेसनको झिलिमिली। हाम्रो पहिलाको यहाँ बत्ती हुन्थेन, हाम्रो यस्तैवाला हुन्थ्यो। हाम्रो क्यान्डल प्लस यो के भन्छ यसलाई रे, दियो या दियो। ओके दियो र यसको चाहिँ क्यान्डलको चाहिँ झिलिमिली हुन्छ हाम्रो। एन्ड
अब यहाँ हुँदैछ। अनि हामी चाहिँ सबै ग्याङ चाहिँ मनी भुरा ग्याङमा चाहिँ अब सामेल हुनु पर्यो। ठुलो ग्याङ त कोही छैन। मनी अब मनी भुरा ग्याङमा चाहिँ अब जान्छु र यिनीहरूसँग चाहिँ ब्लग हान्छु है। लगाइछ यिनीहरूसँग नाच्ने हो अनि यिनीहरूको पैसा सबै लिइदिने हो। म चाहिँ लिएर भाग्दिने हो। यिनीहरूको पैसा लिएर भाग्दिन्छु म। यिनीहरू लखाटे गर्दा म भागे गर्छु। यिनीहरू भेटाउँदैन हो। ए म राख्ने हो पैसा त त्यो सबै। तिमीले हुँदैन। नो मैले राख्छु यहाँ। ओके गाइस हैन। ओके ल ओके हाम्रो अब यहाँ एउटा चाहिँ म राख्छु है मेरो ट्याग ल्याएर यहाँ। ओके गाइज म चाहिँ यहाँबाट एउटा यसरी टिपेर ओके हेलो एक्सक्युज लिटल बिट प्लस एउटा है एउटा ल्याउनु त। ओके ननिब अहिले गाइज अनि यहाँ एउटा होइन। ओके यो भएपछि चाहिँ उज्यालो हुन्छ है। यहाँ भन्दा नि यहाँनिर राखौँ कि जस्तो लाग्यो। कता फर्काउने उता के त उता फर्काउने के त उतै फर्काइदिने है। ओके ठिक छ ल गाइज हाम्रो यहाँ दुईवटा चाहिँ भयो। क्यान्डलहरू ल्याउनु त यता यसो बालौँ म। मेरो अनुहार त देखाउँदैन दे। ओके गाइज म चाहिँ यहाँ चाहिँ अब यसो गरेर ट्याग ल्याएर यहाँ क्यान्डल बाल्छु है। ओए त्यो उज्यालो छोड म कालो आउँछु फेरि। डढ्यो हातमा चुइरा भनेको। मेरो चाहिँ ट्याग ल्याएर होइन देखिहाल्छ नि होइन गाइज। अब प्लस यहाँनिर म बाल्छु। यहाँनिर दुईवटा बालिदिनु पर्यो म चाहिँ। ओके गाइज लिटल बिट झिलिमिली भयो होइन हाम्रो। ओए यहाँनिर झन्डै डढ्यो यार मेरो। हेलो यो हो क्या यो गाइज यो हो नि त लिलीमा भने पुरै कपडा मेरो फोहोर गरिदिन्छ अहिले है गाइज। हाम्रो चाहिँ लक्ष्मीले यहाँ भित्राइसकेको छ। लक्ष्मी सानो मिनी लक्ष्मी यो चाहिँ है त। अब धानतिर नि सबै गरिदिने लक्ष्मी। हाम्रो लक्ष्मी अब चाहिँ म यतापट्टि घर साइडमा आइसकेको छु। यतापट्टिको चाहिँ कस्तो छ म देखाइदिन्छु तपाईँहरू सबैलाई है त। लगाइछ यहाँ हेर्नु होला यतापट्टिको चाहिँ अब यतिको छ होइन। यहाँको यो त अझै हेलो ल रमाइलो रहेछ यहाँ चाहिँ। ओके यहाँनिर रमाइलो छ एन्ड यहाँ अझै कम्प्लिट भएर जान्छ यहाँ त। ओके यहाँको त अघि पनि देखाएको थिएँ मैले। एन्ड अगेन फेरि लक्ष्मी यहाँ भित्रिसक्यो रहेछ। दुईवटा खुट्टा देखिसकेँ मैले। साइडबाट जानु भएको रहेछ भरेको नचढिकन यहाँ चाहिँ है सिरिस है। मैले लगाइदिनु कि टिका ल गाइस यता हेर। आमा हाम्रो घरमा त अलरेडी दुईवटा लक्ष्मीहरू छन्। यता हेर्नुहोस् त अर्को लक्ष्मी। हेलो केराको खम्बा ए 3 भाइ जम्मा ए अरू बाँकी ए घरमै छन् ए एकछिन पछि ए दकुलेर आउँछन् है त ए धेरै टाढाबाट आइयो ए अलिकति धेरै चाहियो
होइन अनि भोक लागिरहेछ अनि रोटी भात खानु पर्छ थोरै भात चाहियो खै त द्याउसी रे अनि टाढाबाट आइयो अलिकति धेरै चाहियो ए पाडाको पिलो ए नगर्नु आन्टी ढिलो ए साइकलको घन्टी ए छिटो गर्नु आन्टी ए अनि परेवाको छाप्ती हामीलाई भयो राप्ती हामीलाई भयो राप्ती ए बन्दुकको गोली ए केपी ओली ए बारीमा मेवा ए शेरबहादुर देवा ए अब अरू के भन्ने ए आउँदै आएन है गाइज भोक लागिसक्यो ए छिटो गर्नु न आन्टी ए राति हुन्छ अर्को घर जानु पर्छ है अनि अरू के हो हेर्न अर्को मेरो फ्यानहरू पुरै भिडियो गरिरह मेरो फ्यानहरू पुरै अनलाइनमा नि हेरिरह हेलो मेरो फ्यानहरू हेर आमा अनलाइनमा अगाडि आएर भट्टाउँ न अगाडि एकजना पानी लिएर घुमाल अगाडि त्यसले दाइलाई अहिले टिका लगाइदिनु यताबाट पानी चुहाउँदै घुम हो ल एउटा चाहिँ उठेर हेरे हा छो छो ल ल हातैले लागिदिनु हुन्छ अलि चोक्नु पर्छ नि Happy भाइटिका यता हेर्छ गाइस कस्तो राम्रो आफैका थियो ल ल ल अनि गाइस लास्टसम्म हेरिदिनु भएकोमा चाहिँ एकदम मुरी धन्यवाद है तपाईहरुलाई अनि यो आजको भन्नाले तिहारको भ्लग चाहिँ आज इन्डिङ भइसकेको छ र तिहार पनि सकिसकेको छ हैन आज भाइटिकाको भोलिपल्टको दिन हो बिहानै म चाहिँ उठेर बनाइराख्नु इन्डिङवाला भ्लग र के कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गरिदिनु होला हैन अनि सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब गर्न नभुल्नु होला र तपाईहरुको तिहार चाहिँ कस्तो भयो कमेन्ट गरिदिनु होला है
मेरो चाहिँ तर एकदम नराम्रो एकदम कस्तो टाइपको भयो कि हैन अब तपाईको चाहिँ कस्तो भयो कमेन्ट गर्दैन होला होप सबैको राम्रो भएको होला हैन अब यस्तै हो अब सी यू इन नेक्स्ट ब्लग है बाइ बाइ गाइज